नमस्कार सम्पूर्णमा म हजुरहरूलाई आज एउटा यस्तो किसिमको धेरैवटा कलर भएको फुलहरू कसरी बनाउने भनेर देखाउन गइरहेको छु। तपाईले यता आउँछ त्यो लाइनहरू कतिवटा लाइन बनाउने भनेर एउटा लाइन यो अटोमेटिक नै आइसकेको छ। यसरी दुईटा लेख्दाखेरि एउटा ठाडो र एउटा तेर्सो आएको छ। जतिवटा लेख्यो त्यतिवटै आउँछ। मैले 4वटा लेखेँ, 4वटा लाइन नै आइसके। 5वटा लेखेँ, 5 भए। मैले 6वटा लेखेँ, 6वटा लाइन बनाइदिएँ। यति बनाइसकेपछि हजुरहरूले यता तल गएर पेन टुलमा जानु होला। पेन टुलमा गएर यता यो पेनलाई तल सेन्टरमा राखेर यसो माथि गर्नु होला र यति गरिसकेपछि यतापट्टि अथवा यतापट्टि जुनसुकै ठाउँमा गर्यो भने हुन्छ। हजुरहरूलाई कुन ठाउँमा सहज हुन्छ त्यहाँ गर्नु होला। मैले यो ठाउँमा राखिदिएँ र फेरि सेन्टरमै गरिदिएँ। यसलाई चाहिँ सेन्टरमा राखिदिएँ। यति भइसकेपछि हजुरहरूले यसमा जाने जो आफैले बनाएको यो पेन टुलले बनाउनु भएको छ, पेन टुलले बनाएको यो कोठाभित्र गएर माथि यो टुलबारहरूमा यो कन्भर्ट टु कर्भ भन्ने अप्सन आउँछ। त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ यसलाई हामीले के गर्ने भनेपछि यसो बाहिरपट्टि लैजाने, कुन ठाउँतिर चाहियो कति चाहिन्छ त्यो अनुसार लैजानु होला। मैले यसलाई यति नै राखिदिएँ। यति भइसकेपछि यता गएर फिनिश भन्ने लेखेको हुन्छ, त्यसमा दबाउनु होला। त्यति गरिसकेपछि अब यसमा एकचोटि दबाएर माउसमा राइट क्लिक गर्नु होला र यसमा के गर्नु होला भनेपछि ब्रेक गरिदिनु होला। ब्रेक गरिसकेपछि सब ब्रेक हुन्छ। यति भइसकेपछि अब हामीहरूले यता भर्चुअल सेगमेन्ट डिलिट टुलमा जाने। यो टुलबारमा यता भर्चुअल सेगमेन्ट डिलिट टुलमा गइसकेपछि यो सबैलाई मैले यसरी डिलिट हानिदिएँ र मैले यता टुलबारमै गएर स्मार्ट फिल टुलमा गएर यसको कलरलाई चाहिँ मैले रातो राखिदिएँ। रातो राखिसकेपछि यसलाई फेरि मैले कपी गरेँ। कन्ट्रोल सी र कन्ट्रोल भी गरेर कपी गरेँ। त्यसलाई मैले थोरै यति भित्रपट्टि राखेर त्यसको कलर चाहिँ मैले यो ब्लू राखिदिएँ। फेरि कपी गरेँ। कपी गरेर मैले त्यसको कलर चाहिँ त्यसलाई पनि थोरै भित्रपट्टि राखेर त्यसको कलर येल्लो राखिदिएँ। फेरि कपी गरेँ। कपी गरेर फेरि भित्रपट्टि राखेर त्यसको कलर चाहिँ मैले व्हाइट राखिदिएँ। यति भइसकेपछि फेरि व्हाइटको पनि एउटा कपी गरेँ। कपी गरिसकेपछि फेरि भित्रपट्टि राखेँ। त्यसको कलर चाहिँ मैले ग्रीन राखिदिएँ। फेरि ग्रीनलाई पनि एउटा कपी बनाएर क्रमशः भित्र राखेर त्यसलाई चाहिँ स्काई ब्लू राखिदिएँ र फेरि कपी गरेर मैले त्यसको कलरलाई चाहिँ गोल्डन डिप येलो राखिदिएँ। फेरि कपी गरेँ। कपी गरिसकेपछि त्यसलाई चाहिँ मैले कस्तो कलर राखौँ भनेपछि कस्तो राख्ने भनेपछि ग्रीन राखिदिएँ। नभए ब्लू नै राम्रो देखियो, ब्लू राखिदिएँ। यति भइसकेपछि यो हाम्रो यो बन्यो।
यसलाई चाहिँ मैले टोटल्ली सिलेक्ट गरेर माउसमा राइट क्लिक गरेर ग्रुप अप्सन नभए ग्रुप अप्सन गरिदिएँ। यो हाम्रो ग्रुप भयो। ग्रुप भइसकेपछि अब यसलाई चाहिँ मैले यतापट्टि राखेँ र यसलाई चाहिँ यो पछाडिको जो सुरुमा बनाएको थियो त्यसलाई चाहिँ हटाइदिएँ। यति भइसकेपछि हाम्रो यो चित्र बन्यो। फेरि यति बनिसकेपछि हाम्रो यो चित्र चाहिँ कम्प्लिट भयो। यस्तै चित्रहरू बनाउन चाहनुहुन्छ भने हाम्रो यो युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।